भोलि यानी कि वैशाख 8 गते के छ थाहा छ हजुरलाई? भोलिको दिन पनि अत्यन्त विशेष दिन रहेको छ। हजुरले जे मनोकामना राख्नुहुन्छ, जे सोच्नुहुन्छ, जे माग्नुहुन्छ, जे चाहनुहुन्छ त्यो सबै फल हजुरले प्राप्त गर्नेवाला हुनुहुन्छ। हजुर यही 2083 साल वैशाख 8 गते मङ्गल चौथी पर्न गइरहेको छ। यस दिनबाट मङ्गलबारको व्रत प्रारम्भ गर्ने श्रद्धालु भक्तजनहरूले मङ्गलबारको व्रत पनि प्रारम्भ गर्नुहुन्छ। विभिन्न प्रकारको मनोकामना इच्छा आकाङ्क्षा हुने व्यक्तिहरूले यस व्रतलाई गर्नुहुन्छ। सन्तान नहुनेले सन्तान प्राप्तिको लागि, आफ्नो विद्याको वृद्धि होस् भन्नको लागि, आफ्नो श्रीमानको आयुको वृद्धि होस् भन्नको लागि, दाम्पत्य जीवनमा झैझगडा हुन्छ भने, प्रेम सम्बन्धमा झैझगडा हुन्छ भने त्यसमा पनि शान्ति होस् भन्नको लागि, घरमा लक्ष्मीको प्राप्तिको लागि, व्यापारमा वृद्धिको लागि, यसै गरी विभिन्न प्रकारका मनोकामना जे चाहनुहुन्छ त्यही प्राप्त गर्नको लागि यस मङ्गल चौथीदेखि मङ्गलबारको व्रत प्रारम्भ गर्ने पौराणिक मान्यता चलिआइरहेको छ। त्यसै कारणले हजुरहरूले आफ्नो मनोकामना इच्छा पूर्ति गर्नको लागि मङ्गल चौथीदेखि मङ्गलबारको व्रत आरम्भ गर्न सक्नुहुन्छ। यस दिनमा बिहान चाँडै उठेर स्नान ध्यान गरेर गणेशजीको पूजा पाठ आराधना गरेर यस व्रतलाई हजुरहरूले आरम्भ गर्न सक्नुहुन्छ। राधे राधे।